हेलो एभ्रिवान अनि नमस्ते सबैजनालाई। र आज फेरि म चाहिँ अर्को भिडियो लिएर आइरहेको छु। र आजको भिडियो चाहिँ एकदमै स्पेसल छ, किनभने चाहिँ अलमोस्ट 7 वर्ष बाद चाहिँ आज म नानालाई भेट्न जाँदैछु। र म चाहिँ यो स्पेसल मोमेन्ट क्याप्चर गर्न गइरहेछु। र आशा छ हजुरहरूलाई पनि यो भिडियो राम्रो लाग्छ होला भनेर। र आजको मेरो आउटफिट चाहिँ यस्तो छ। म चाहिँ अहिले घरबाट निस्किसकेको छु र घर चाहिँ हाम्रो चौरस्ताको ठ्याक्कै तल पर्छ। बाटो चाहिँ यस्तो गाह्रो छ, मोटो भएर हिँड्ने साह्रो पर्छ। यति हिँड्दै स्यासे हुन्छ, त्यही आज ब्याग पनि छ। ल अहिले भेटौँ है त हामी। घरको माथि चाहिँ यस्तो छ राम्रो ठाउँ। फाइनली चौरस्ता चाहिँ आइपुगेँ, तर थाकेर हत्तु भयो हत्तु। चौरस्ताको सिन यस्तो छ। थाकेर हत्तु भयो। पहिला दोकान जान्छु, आमालाई एकछिन काम सघाउँछु, किनभने गाउँको गाडीहरू ढिलो जान्छ नि त। गाडी पर्खिन्छ आमालाई काम सघाउँछु दोकानमा। म चाहिँ आमाको दोकान पनि पुगेँ। अब आमालाई एकछिन काम सकाएर चाहिँ म जान्छु तल घर। आमाको दोकान चाहिँ यहाँ हो, चौतारी। अहिले चाहिँ म आमालाई काम सकाएर पनि घर जाँदैछु। र यहाँ ट्रेन पनि आयो। जङ्गल फाटक आइपुगेँ। अब यहाँ चाहिँ भाइसँग जाने बाइकमा भाइलाई पर्खिरहेको छु। भाइ चाहिँ घुमबाट आउँदैछ। अँधेरोमा हामी घर आइपुगेँ।